यहाँनिर एकजना बाजेले फेरि बल्छी खेल्दै रहेछ। के डरलाग्दो छाल आउनु यहाँ माथिसम्म आउँदो रहेछ अन्त। यो चाहिँ तेल अभिभको बिच हो है, इजरायलको। र आज मौसम अलिक ठिक छैन, त्यही कारणले धेरै छाल आएको छ है। हिजोदेखि पानी पर्दै थियो, हिजो अस्तिको दिनदेखि पानी पर्दै थियो, त्यही कारणले गर्दा अलिक ठिक छैन मौसम। र त्यसै कारण मान्छेहरू पनि त्यति साह्रो पौडी खेलेको छैन। तेल अभिभ सिटी चाहिँ यतापट्टि पर्छ है। र यहाँनिर एकजना बाजेले फेरि बल्छी खेल्दै रहेछ। यहाँनिर बल्छी खेल्नु पनि दिँदो रहेछ, कहिले देखेको थिइनँ मैले, आज फर्स्ट टाइम देखेको। सायद दिन्छ होला, उनीहरू अब पर्मिसन लिएको मान्छे होला सायद। अनि यहाँबाट यता हामी यतिकै जाँदा यता जाँदा यो साइड चाहिँ नर्थ पर्छ है, यतै गयो भने चाहिँ। र यो साइड चाहिँ साउथ पर्छ। यो उता चाहिँ पर देख्नुहुँदैछ नि, त्यो चाहिँ जाफा सिटी भन्छ। यो तेल अभिभकै पार्ट हो है। यो सबैभन्दा पुरानो सिटी भन्छ यहाँ इजरायलको चाहिँ। र त्यहाँनिर पोर्ट पनि छ, जाफा पोर्ट भन्छ। कोही इजरायलबाट हेर्नुहुँदैछ भने चाहिँ तपाईँहरूलाई थाहा छैन भने चाहिँ यहाँनिर त्यो बोटिङहरू खेल्छ नि, जुन चाहिँ त्यो बोटहरू खेल्ने चाहिँ त्यहाँ पर यहाँ पर देख्दैछ नि, त्यहाँनिर हो। त्यहाँ त्यो बिल्डिङहरू येल्लो परेको ब्राउन कलरको बिल्डिङहरू देख्दैछ नि, त्यहाँनिर जानुपर्छ है। त्यहाँनिर पोर्ट छ। त्यहाँनिर पहिला त एकजनाको पर हेड 40 सेकल पर्थ्यो, अब अहिले कति छ सायद एराउन्ड 40-45 सेकलै होला। धेरै प्रकारको बोटहरू हुन्छ। अब तपाईँहरू कस्तो खेल्नुहुन्छ है, धेरै स्पिड एकदम एडभेन्चरस बोटिङ खेल्नुहुन्छ भने पनि पाउँछ, नभए नर्मल खालको पनि पाउँछ, सानो ठुलो हेरी हेरी तपाईँहरू त्यहाँ जानु सक्नुहुन्छ। त्यति धेरै भिडभाड छैन रहेछ आज चाहिँ, मान्छेहरू पनि कम्ती नै छ। स्विमिङ गर्नेहरू मेनली चाहिँ स्विमिङ गर्नेहरू चाहिँ धेरै कम्ती छ आज। यतिकै जगिङ गर्नेहरू एक्सर्साइज गर्नेहरू यस्तै रहेछ। समुद्र चाहिँ एकदमै खतरा भइरहेछ आज चाहिँ, छाल धेरै आइरहेछ हेर्नु, एकदमै धेरै छाल आएको रहेछ। यहाँनिर एकदम राम्रो छ यो पार्क चाहिँ है। यो तेल अभिभको यो बिच साइडको यो ठुलो छ यो पार्क चाहिँ। यहाँनिर छुट्टीमा मान्छेहरू है, हाम्रो अब साथीभाइहरू पनि यहाँनिर आउने गर्छ है। यतिकै त्यो पिकनिक जस्तो भनौँ न होइन, केही ल्याएर खानेकुराहरू ल्याएर यहाँनिर बसेर पार्कमा सबैजना साथीभाइहरू बसेर खान एकदम राम्रो हुन्छ, मजा आउँछ। हेर्नुहोस् त यहाँ एकदम खतरा छ। के डरलाग्दो छाल आउनु यहाँ माथिसम्म आउँदो रहेछ अन्त, एकदम डरलाग्दो भइरहेछ। र पनि मान्छेहरू चाहिँ खेल्दा रहेछ फेरि, ओ त्यहाँ पर पुरा मान्छेहरू खेल्दैछ। अब हेर्दैछौँ अरू के छ है यहाँनिर, अझै अरू के इन्ट्रेस्टिङ कुराहरू छ है, एकदम रमाइलो चिजहरू केही छ भने म फेरि अर्को भिडियोमा लिएर आउँछु तपाईँहरूलाई। यो अहिलेको यो भिडियो चाहिँ यतिकै बिचको मात्रै हो है, बिचमा हिँडेको यहीहरू देखाएको तपाईँहरूलाई। अरू पनि भिडियो बनाउँछु म यहाँनिर आज है, हेर्दै जानु होला। हाम्रो पेजलाई पनि फलो गरिराख्नु होला, द दार्जिलिङ पोस्टलाई फलो गरिराख्नु होला है। र त्यसको नोटिफिकेसन पनि अन गरिराख्नु होला, सबै नोटिफिकेसन। कुनै भिडियो आयो भने तपाईँलाई पहिला आओस् है। यहाँनिर चाहिँ स्विमिङ गर्नु पाउँदैन रहेछ यहाँनिर चाहिँ, किनभने यो स्विमिङ गर्ने ठाउँ होइन। यहाँ पर स्विमिङ गर्ने अलग अलग राखिदिएको हुन्छ है। यो स्विमिङ गर्ने ठाउँमा चाहिँ यस्तो डिभाइडर बनाइदिएको हुन्छ ताकि छाल त्यति धेरै आउँदैन। अब यहाँनिर चाहिँ डिभाइडर केही पनि छैन, पर बारहरू केही छैन, पर नभए त्यो वालहरू लगाएको हुन्छ नि पर होइन, त्यो वालदेखि उता चाहिँ जानु पाउँदैन, एकदमै गहिरो हुन्छ। र त्यो वालदेखि यता चाहिँ स्विमिङ गर्नु पाउँछ, यस्तो छाल आउँदैन त्यहाँतिर चाहिँ। अब यो त्यो वाल नभएको ठाउँमा चाहिँ यस्तो डरलाग्दो छाल आउँछ। त्यही कारण चाहिँ त्यो छालले अब यहाँनिर नबिगारोस् भनेर होला, अब यहाँको जमिनलाई फेरि पहिरो लड्ने है, सोइल इरोजन हुने चान्सेस हुन्छ धेरै, त्यही भएर चाहिँ यो ढुङ्गाहरू राखेको होला। यो हेलिकप्टर पनि आउँदै रहेछ। यस्तै छ आजको यहाँको मौसम। र अर्को भिडियोमा फेरि भेटौँला है, अरू भिडियो पनि लिएर आउनेछु, हेर्दै गर्नु होला द दार्जिलिङ पोस्ट। थ्याङ्क यू सो मच।